नमस्ते सम्पूर्णमा विगतका केही लामो दिनदेखि तपाईँहरूमाझ म उपस्थित हुन पाएन। त्यसको लागि एकदम क्षमा चाहन्छु। विगतका केही दिनदेखि मलाई भिडियो बनाउनको लागि टाइम पाइरहेको थिएन, टाइम मिलिरहेको थिएन। त्यसैले चाहिँ मैले भिडियो बनाउन पाएन। आज धेरै दिनपछि तपाईँहरूमाझ भिडियो बनाउँदैछु। आफू र अरूलाई फाइदा होस् भन्ने भावना लिएर आज फेरि पनि नयाँ टपिकको साथ म तपाईँहरू माझ आएको छु। आजको टपिक चाहिँ अनित्य भावना गर्ने फाइदा र अनित्य भावना गर्ने तरिका अथवा प्रकार त्यसको बारेमा रहेको छ। अनित्य भावना गर्ने फाइदा र अनित्य भावना गर्ने प्रकार मध्ये म अगाडि अनित्य भावना गर्ने फाइदा चाहिँ भन्न चाहन्छु। अनित्य भावना गर्नाले मुख्य 3 प्रकारको फाइदा रहेको छ। फाइदा धेरै छ, त्यो मध्ये पनि सबैलाई एकमुष्ट गर्यो भने 3 प्रकारको फाइदा रहेको छ। त्यो मध्ये पहिलोमा रहेको छ अनित्य भावना गर्नाले संसारिक आसक्तिबाट मुक्त पाएर धार्मिक बाटोमा अथवा धार्मिक मार्गमा प्रवेश गर्न सहयोग गर्दछ। हामी अनित्य भावना गरिसकेपछि हामीलाई थाहा हुन्छ कि हाम्रो लाइफ कति इम्पोर्टेन्ट छ, हाम्रो लाइफ कति छोटो छ, हामी जहिले पनि मर्न सक्छ भनेर थाहा हुने गर्दछ। त्यो भइसकेपछि हामीले धर्म गर्न सुरु गर्छौँ। हामी पछिल्लो जुनीको लागि धर्म गर्न सुरु गर्छौँ। धर्मको बाटोमा लाग्ने गर्छौँ। त्यो धर्मको बाटोमा लागिसकेपछि हामी चाहिँ सांसारिक आसक्तिबाट मुक्ति हुने र धर्मको मार्गमा प्रवेश गर्ने पहिलो फाइदा रहेको छ। दोस्रो फाइदा रहेको छ धार्मिक मार्गबाट विच्छेद नगराइकन धार्मिक मार्गमा निरन्तर लगाइरहने सहयोग गर्दछ। हामी अनित्य भावना गरिसकेपछि हामीलाई एक मिनटको एक सेकेन्डको चाहिँ एकदम भ्यालु रहन जान्छ। भ्यालु थाहा पाउँछ। एक मिनटको एक सेकेन्डको चाहिँ भ्यालु थाहा पाउँछ। त्यो भइसकेपछि चाहिँ हामी धर्मको बाटोमा निरन्तर लाग्ने गर्दछौँ। त्यो पनि यत्तिकै मुखबाट मात्र नभइकन मनबाट नै एकदम भावना गर्न थाल्यो भने चाहिँ हामीलाई त्यो प्रकारको फिलिङ्सहरू चाहिँ आउने गर्दछ। धार्मिक मार्गबाट विच्छेद नगरिकन हामी धर्म गर्ने सक्दछौँ। यो भयो दोस्रो फाइदा। तेस्रो फाइदा रहेको छ अन्तिममा सबै वस्तुको अस्तित्व बुझ्न, आर्थिक बुद्धता प्राप्त गर्न समेत यसले मद्दत गर्दछ। हामीले अनित्य भावना गरिसकेपछि हामीले अन्तिममा बुद्धता प्राप्त गर्न सक्छौँ। यो रहेको छ तेस्रो फाइदा। यो रहेको छ अनित्य ध्यान गर्नाले मुख्य 3 प्रकारको फाइदाहरू। अब पालो आउँछ अनित्य ध्यान गर्ने प्रकार अथवा तरिकाहरू। यो प्रकारहरू चाहिँ म आफैले अब मनमा ज्यायो त्यो भनेको होइन। यो चाहिँ तपाईँहरूले किताबमा खोजे पनि पाउन सक्नुहुन्छ। तपाईँले कुन किताबमा छ भनेर जिज्ञासा छ भने चाहिँ यो छक्सेनगोन्डो थिक न्युदेन डुन्मे भन्ने महामुद्रा पूर्व धर्म अभ्यासको निर्देशन पुस्तिका निधार्थ प्रदीप भन्ने एउटा यो किताब रहेको छ, हेर्न सक्नुहुन्छ। यो किताब चाहिँ झम्गुन लोडे थाए रिम्पोछेले बनाउनु भएको हो र व्याख्याकार चाहिँ मेरो गुरु अथवा हाम्रो गुरु छेजे लामा फुन्चोक रिम्पोछेज्यूले व्याख्या गर्नुभएको छ। अनुवादक चाहिँ कुम्भकर्म धवटसी
रहनु भएको छ। यो किताब चाहिँ एकदमै काम लाग्ने एकदमै अर्थपूर्ण किताब रहेको छ। तपाईँहरूले कतै किनेर पढ्न सक्नुहुन्छ। अनि मैले भन्न गइरहेको अनित्य भावना गर्ने प्रकार अथवा तरिका चाहिँ छ्योजे लामा फुन्जोक रिम्पोछेले व्याख्या गर्नुभएको हो। 4वटा अनित्यको भावना गर्ने तरिका अथवा प्रकारमा 4 प्रकारको राख्नुभएको छ उहाँले। त्यो 4वटा प्रकार चाहिँ के छ भन्दाखेरि त्यो 4वटा प्रकार चाहिँ के छ भन्दाखेरि उठाएको वस्तु अन्तमा ढल्छ, त्यसै गरी जम्मा गरेको चिज सिद्धिएर जान्छ, त्यसै गरी मिलनपछि बिजोड हुन्छ, त्यसै गरी जन्मपछि मृत्यु हुन्छ भनेर 4वटा राख्नुभएको छ। त्यसमा पहिलो हल्का थोरै यसको व्याख्या गर्नुपर्दा उठाएको चिज ढलेर जान्छ। यो पनि एउटा अनित्य भावना गर्ने तरिका प्रकार रहेको छ। यसलाई भावना कसरी गर्ने त भनेर हामीलाई जिज्ञासा प्रश्न नउठ्ने होइन। यसलाई भावना गर्नु भनेकै अब यसलाई बुझ्नु हो, यसलाई सम्झिनु हो। उठाएको चिज ढलेर जान्छ भन्नाले हामीले एउटा उदाहरणमा भन्नुपर्दा हामीले लट्ठीलाई राख्न सक्छौँ। लट्ठी हामीले उठाइसकेपछि त्यो एक न एक टाइममा त्यो ढलेर नै जान्छ, त्यो सदाभर त्यसरी नै रहँदैन। हामीले कस्ता ठुला ठुला बिल्डिङहरू निर्माण गर्छौँ, त्यो बिल्डिङहरू सदा त्यसरी नै रहँदैन। यो संसारमा जति पनि चिज छ सबै सकिएर जाने हुन्छ। जति पनि चिज छ सबै अनित्य रहेको छ। त्यो एक न एक दिन त्यो सकिएर जाने हुन्छ। संसारका जति पनि चिजहरू एक दिन सबै हराएर नै जानेछन्। त्यस्तै गरी हामीले कस्तो ठुलो ठुलो बिल्डिङ बनायो, मैले यत्रो ठुलो घर बनायो भनेर घमण्ड गर्नु चाहिँ हुँदैन। त्यो घर कुनै न कुनै दिन भत्किने नै छ। तपाईँको पालोमा नभए तपाईँको छोराको पालोमा भत्किन्छ होला। त्यसमा नि भएन भने तपाईँको नाति पनातिको पालोमा भत्किन्छ होला। त्यसैले यो घर मेरो हो, यो घर ठुलो छ भन्दै हामी घमण्ड गरेर चाहिँ बस्नु हुँदैन। यसको सट्टा हामीले बरु यसमा अनित्य भावना गर्नुपर्छ। त्यसपछि हामीलाई लोभ लालच थोरै थोरै हुँदै जान्छ। करोडौँ खर्च गरेर जति नै बलियो घरहरू बनाए पनि त्यो एक न एक दिन भत्केर नै जान्छ। त्यसैले यसमा हामीले घमण्ड गर्दै बस्यो भने उल्टै हामीलाई धेरै नै दुःख पाउँछ। यस घमण्ड गर्नुको सट्टा हामीले अनित्य भावना गऱ्यो भने चाहिँ हाम्रो दुःखहरू चाहिँ कम कम हुँदै जाने गर्दछ। दोस्रोमा रहेको छ जम्मा गरेको चिज सिद्धिएर जान्छ। यसको मतलब हामीले जति नै धन सम्पत्ति जम्मा गरे पनि एक दिन न एक दिन त्यो सकिएर नै जानेछ। सदाभर त्यो त्यतिकै रहने छैन। कि त धन सकिन्छ कि त आफू सकिन्छ, दुइटामा एउटा चाहिँ सकिएर नै जानेछ। त्यसैले यसमा पनि अनित्य भावना गर्न सक्यो भने चाहिँ एकदमै फाइदाजनक, एकदमै फाइदा रहेको छ। तेस्रोमा रहेको छ मिलनपछि बिजोड हुन्छ। यो घटना यो भावना गर्नु चाहिँ अहिलेको यङ जेनेरेसनहरूमा एकदमै इम्पोर्टेन्ट देखिन्छ, एकदमै महत्त्वपूर्ण एउटा देख्न जान्छ। यङ जेनेरेसन मात्रै नभएर अब जो कसैलाई पनि एकदमै महत्त्वपूर्ण रहेको छ। त्यो पनि स्पेसली आजकल चाहिँ अलि यङ जेनेरेसनहरूलाई चाहिँ अलिकति नै धेरै देख्न जान्छ। के हुन्छ त अब मिलनपछि बिछोड हुन्छ भने त अब तपाईँले बुझिसक्नुभयो होला। त्यो पनि म थोरै भन्नुपर्दा अब हामी कुनै टाइममा
कुनै मान्छेसँग मिलन हुन्छ होला। जस्तो कि हाम्रो फ्यामिलीमा हेरौँ, हामी आमासँग मिलन हुन्छ, बाउसँग मिलन हुन्छ, भेट्छ। त्यसै गरी हामीले एक दिन आमालाई छोडेर जानुपर्ने हुन्छ, कि त आमाले हामीलाई छोडेर जानुपर्ने हुन्छ। दुइटामा एउटा त जसरी नि हुन्छ। त्यसैले मिलनपछि बिछोड जसरी नि हुन्छ। अनि त्यसमा कति कति धेरै मान्छेहरू चाहिँ आफ्नो आमा बित्यो, आफ्नो बुबा बित्यो भन्ने एकदमै धेरै आसक्ति, दुःख भएर चाहिँ बसेको हुन्छ। हामीले त्यो धेरै दुःख नहुनुको लागि चाहिँ यो मिलनपछि बिछोड हुन्छ भन्नु अ, भन् भन्ने भावना अथवा अनि त्यो भावना गर्न सक्यो भने चाहिँ हामीलाई त्यति धेरै दुःख नहुने, अ, धेरै पीडा नहुने त्यो हुन जान्छ। अन्तिममा रहेको छ जन्मपछि मृत्यु हुन्छ। हामीले अनि त्यो भरिमा सबैभन्दा धेरै भावना गर्नुपर्ने चाहिँ यो रहेको छ, जन्मपछि मृत्यु हुन्छ भन्ने चाहिँ एकदम धेरै भावना गर्न सक्नुपर्छ। किन त भन्दाखेरि जन्मपछि मृत्यु हुन्छ भनेर भावना गर्न सक्यो भने चाहिँ हामी धेरै मातिँदैनौँ। मतलब अब हामी सिलविहीन हुँदैनौँ, सिलवान हुन्छौँ। हामी सिलमा बस्छौँ, हामी धर्म गर्छौँ। म एक दिन मर्छै भनेर एउटा माइन्डसेट भइसकेपछि हामीले धर्म गर्न सुरु गर्छौँ। यो जुनीमा राम्रो नभए नि अर्को जुनीमा भयो नि, अर्को जुनीको लागि भयो नि म धर्म गर्छु भन्ने माइन्डसेट चाहिँ हामीमा आउँछ। त्यसैले जन्मपछि मर्छ, मृत्यु हुन्छ भनेर धेरै भावना गर्न सक्नुपर्छ। यो भावना गर्नाले हामी धार्मिक बाटोबाट विच्छेद हुँदैनौँ, धार्मिक बाटोमा सदा लागिरहनेछौँ। यो रहेको छ 4वटा अनित्य भावना गर्ने प्रकार अथवा तरिका। यो 4वटा तपाईँले दिनौँ भावना गर्न सक्यो भने चाहिँ तपाईँलाई पीडा धेरै नहुने, दुःख धेरै नहुने, त्यस्तो खालको फाइदाहरू चाहिँ धेरै 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 रहेको छ। त्यो अगाडि भनेको 3टा फाइदा त भइहाल्यो नै, त्यो माथि अर्को फाइदाहरू नि एकदम धेरै रहेको छ। त्यसैले अनित्य भावना गर्नु चाहिँ एकदमै ठुलो रहेको छ। बुद्ध आफैले नै भन्नुभएको छ कि अनित्य भावना गर्नु चाहिँ सबैभन्दा ठुलो तपस्या अब मेडिटेसन हो भनेर भन्नुभएको छ। यति भन्दै आजको भिडियोलाई यहीँ टुङ्ग्याउन चाहन्छु। भोलिको कुनै दिनमा फेरि पनि म नयाँ भिडियो ल्याएर आउनेछु। त्यतिसम्मको लागि चाहिँ हस्त, धन्यवाद।